यहाँ एउटा भिडियो देखाउँछु हेर्नुहोस् अनि पछि कुरा गरौँला है त। सबै खाइरहेछ है बच्चाले, 2 वर्षको बच्चाले। वाह, यो पनि खाइरहनु भएको छ, यो पनि सबै उहाँ दिएको अरे मलाई त थाहा छैन। कति अगाडि सुरु गर्नु भयो? यो भोलि 1 हप्ता हुन्छ। अनि घाउ आउने बित्तिकै सुरु गर्नु भयो? घाउ त ज्वरो नि खने नै जिब्रो पनि पुरै सिङ्गन चोर्ने। यो औषधि खाएको कति भयो? यो सबै औषधि, यो पनि एमोक्सिक्ल्याभ, सेफिक्जिम, भोलि 1 हप्ता हुन्छ। एमोक्सिसिलिन, स्टर्बिटालिन, 1 हप्तादेखि यो औषधि खाइरहनु भएको छ। खोकी छैन भन्नाले बच्चाले खाइरहेछ, टिकोल पनि। देख्नुभयो एउटा 2 वर्षको बच्चालाई कति थरी औषधि चलाइएको छ। के यो आवश्यक हो? हामीले हाम्रो व्यवसायलाई फाइदा मात्रै हेरेर कसैको शरीरमाथि मिल्छ? यो कुरामा अलिकति पनि कसैको शरीरमाथि यसरी खेल्ने चेष्टा चाहिँ